प्रातः स्मरामि गणनाथमनाथ बन्धुं सिन्दूरपूरपरिशोभितगण्डयुग्मम् उद्दण्ड विघ्न परिखण्डन चण्ड दण्ड माखण्डलादिसुरना एकवृन्द वन्द्यम। समाजन भक्तन सबैजना राधे राधे र शुभ प्रभातका साथसाथै आज म फेरि हजुरहरु सामु श्री सस्तानी व्रत कथाको हिजोसम्म तृतीय अध्याय कथा श्रवण गराएँ भने आज फेरि चतुर्थ अध्यायको कथा श्रवण गर्न उपस्थित भइसकेको छु। हिजोको अध्यायमा हामीले दक्षकन्या विवाह वर्णनम तथा सृष्टिक्रम वर्णन तथा दिक्पाल वर्णनहरू सुनेका थियौं भने अब आजको कथामा हामीले चतुर्थ अध्यायमा सुन्नेछौं सतीदेवी विवाह वर्णन श्रवण गर्नेछौं। सबैजनाले हातमा पुष्प चन्दन अक्षता पुष्प लिएर ध्यान गर्नुहोला। यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुता स्तुन्वन्ति दिव्यैस्तवैर् वेदै साङ्ग पदाक्रमोपनिषदे गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तां न विदुःसुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चितोज्ज्वल वपु शुक्लाम्बरा मल्लिका मालालंकृत कुण्डल प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्ष मालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरं मुखं करोति वाचालं पंगुं लंघयते गिरिं यत्कृपातमहं वन्दे परमानंद माधवं। नमो भगवते तस्मै व्यासाय मित तेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायण कथामिमां। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। सामान्य भक्तजन यति श्लोक स्तुति गायन गरिसके पछाडि पुस्तकमा राख्नु होला। मैले हिजो पनि भनेको थिएँ हजुरहरुका सामु पुस्तक छैन भने केही काम गर्दै हुनुहुन्छ भने मन रूपी पुष्पलाई लगेर चाहिँ स्वस्थानी व्रत कथाको पुस्तकमाथि राखेको भावले ध्यान गर्नु होला, भाव लिनु होला। किनकि भगवान भावैमा रम्नुहुन्छ, भावको बसमा भगवान हुनुहुन्छ भने त्यसकारणले गर्दाखेरि सबैजनाले भावरूपी पुष्प पुस्तकमा चढाउनु होला र चतुर्थ अध्याय कथा अब ध्यान दिएर सुन्नु होला। काम गर्दै हुनुहुन्छ भने केही गर्दै हुनुहुन्छ भने भागवत धर्म युट्युब च्यानल मार्फत बजाएर छोड्दैन कानमा सुनिराख्नु होला। अथ चतुरोत्सव कुमारजी आज्ञा गर्नुहुन्छ। हिजो अगस्त्य मुनिले के सोध्नु भयो भन्दा सतीदेवीको विवाह कसरी हुने भयो र कसरी मिलेमतो भयो, विष्णु भगवानले कसरी चाहिँ मिलाउनु भयो तारतम्य भनेर अगस्त्य ऋषिले सोद्धाखेरि कुमारजीले भन्नुभएको थियो। र आजको प्रसङ्गमा अगस्त्य मुनिले सतीदेवीको विवाह वर्णन चाहिँ कसरी भएको थियो भन्ने प्रश्नमा उत्तर दिँदै कुमारजीले सतीदेवीको विवाह वर्णनको बारेमा यो चतुर्थ अध्याय कथामा प्रस्तुत गर्नुभएको छ। हामी पनि सुनौं। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, त्यसपछि कन्यादान लिने हिजोका कथामा हामीले विष्णु भगवान गएर दक्ष प्रजापतिसँग दक्षसँग कन्यादान सतीदेवी दिनु भनेर भनिसकेपछि आग्रह गरिसके पछाडि दक्षले हुन्छ विवाह दिन ठहराएर आउनु होला भनेर पठाए पछाडि विष्णु भगवानले महादेवसँग गएर चाहिँ म कन्यादान लिने ठाउँमा जान्छु र कन्यादान लिने बेलामा तपाईँ भिक्षा माग्न आउनु र भिक्षा रूपी ब्राह्मण भएर आएर भिक्षा माग्दाखेरि मैले कन्यादान लिइसकेपछि मात्रै दिन्छु भनेर मेरो छेउमा राख्नेछु र आँखा छलेर दक्षको आँखा छलेर कन्यादान दिने बेला हात चाहिँ तपाईको सतीदेवीको हात तपाईको हातमा सुम्पिनेछु महादेव भनेर
त्यति व्यवस्था मिलाएर हामीले कथा सकेका थियौँ। अब त्यस पछाडिको कथामा त्यस पछाडि कन्यादान लिने दिन आयो र महादेव आउनुहोला भन्ने विचार गर्दै विष्णु दक्षको घर पुग्नुभयो। उनले सम्पूर्ण सामग्री तयार गराएर अन्य विधान पूरा गरेर कन्यादान गर्न तयार भए। उता महादेव दक्षको घर जान बिर्सेर विष भाङ धतुरो खाएर अचेत जस्तै भए। अनि विष्णुले अझसम्म महादेव आउनु भएन, कन्यादानको बेला भइसक्यो, आफ्नो हातमा थापौँ भने महादेवलाई हुँदैन, अब के गरौँ भनेर व्याकुल हुन लागे। उता महादेव अकस्मात झसङ्ग भएर कन्यादान दिने आजै हो भनेर सम्झिनु भयो। विष्णु पुगिसके होला, बेला पनि भयो होला। यस्तो सम्झेर तत्काल वृद्ध सन्यासीको रूप धारण गरेर दक्षको घर पुगेर भिक्षा मागे। हे विष्णु, म धेरै परबाट आइरहेको छु, भोक लागिरहेको छ, पहिले मलाई भिक्षा नदिकन कन्यादान गरे लिने दिने दुवैलाई श्राप दिनेछु भनेर महादेवले भनिसकेर पछाडि सन्यासी महादेवको यस्ता वचन सुनेर भन्नुहुन्छ, हे भिक्षुक, लग्नको समय बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिएर सन्तुष्ट गराउँला, अहिले म बसेको ठाउँमा आएर बस भनेर आफू बसेकै सिंहासनको छेउमा बसाउनु भयो। महादेव कस्तो समयमा पुग्नुभयो भने बिराडीले सुनको कमण्डलुले धारा दिई दक्ष प्रजापतिले सतीदेवीको हातमा समातेर विष्णुको हातमा सुम्पन लागेको यस्तो समयमा महादेव पुग्नुभयो र विष्णुले आफ्नो मायाले ढाकेर दक्ष दम्पतिको आँखा छलेर सतीदेवीको हातमा सन्यासी रूप महादेवको हातमा राखिदिनु भयो। सतीदेवीको हात त्यो देखेर दक्षले अत्यन्त दुःखी भएर विष्णु भगवानको मुखमा हेरेर, तिमी भारी कपटी रहेछौ, तिम्रो विश्वासमा पर्दा आज मेरी पुत्री सतीदेवी पनि यो अवस्थामा पर्न गइन्। दक्षको यस्तो कुरा सुनेर पनि केही उत्तर नदिई सन्यासी रूप महादेवसित जान्छु भनेर वैकुण्ठ गए। त्यसपछि दक्षले छोरीतर्फ हेरेर भने, हे सती, पापिष्ट विष्णुको छलमा परेर यो वृद्ध सन्यासी स्वामी पाए पनि चिन्ता नगर्नु पर्दैन, हामी छँदैछौँ, तँलाई दुःख हुन दिने छैनौँ, अहिले उसैसित जाऊ। पिताको यस्तो वचन सुनेर सबै बहिनीहरूले देवता स्वामी पाएको सम्झे। म धिक्कार रहेछु भनी विषाद गरी रुन लागिन्। फेरि विधाताले मेरो ललाटमा यस्तै लेखेको रहेछ, अब रुनु व्यर्थ छ, यस्तो जस्तो भए पनि माता पिताले दिएको मेरा स्वामी यिनै हुन् भनेर धैर्य धारण गरिन्। त्यस पछाडि सन्यासी रूप महादेवले सतीदेवीतर्फ हेरेर भने, हे स्त्री, अब यहाँ बसेर के गर्ने, आफ्नो घर जानुपर्छ, माता पिता सहित बिदा मागेर आऊ। स्वामीको यस्तो आज्ञा सुनेर हवस् भनेर माता पिताको नजिकै गएर, हे माता पिता, अब आज्ञा पाए म जाने थिएँ भनिन्। अनि दक्ष प्रजापति र बिराणीले धैर्य धारण गरेर जाऊ भनी बिदा दिए। सतीदेवीले माता पितालाई प्रणाम गरेर सन्यासी रूपी महादेवलाई अगाडि लागेर हिँडिन्। निकै पर पुगेपछि सन्यासी रूप महादेव आज्ञा गर्नुहुन्छ, हे प्रिय, घरबाट कहिल्यै बाहिर ननिस्केकी, सदा सुखमा पालिएकी, अत्यन्त कोमल अङ्ग भएकी, तिमीलाई परिश्रम पर्ला, सुस्त सुस्त हिँड। पतिको मधुर वचन सुनेर सतीदेवी भन्न लागिन्, हे स्वामी, म त हिँड्न सक्छु, हजुरको वृद्ध अवस्था छ, परिश्रम पर्ला, बिस्तारै बिस्तारै हिँडिबक्सोस्। यस्ता किसिमका अनेक कुरा गर्दै गए। सतीदेवीले आफ्नो स्वामीको वृद्ध अवस्था देखेर, यी वृद्ध अवस्था भएका म युवती मेरा स्वामीलाई कसैले केही गरी मेरो अपहरण गर्ने हो कि भन्ने चिन्ता गर्दै एकछिन पनि नछाडिकन पछि लागेर गइन्। कैलाशमा पुगेर महादेवले सतीदेवीको चरित्र हेर्नका लागि कैलाशकै टाकुरामा एउटा खरको झुपडी उत्पन्न गरी, हे स्त्री, हाम्रो घर केही हो, आइपुग्यो भन्ने औँलाले देखाए। अनि अब तिमी घरभित्र जाऊ, भोक पनि लाग्यो, जे छ झिकेर खाऊ, मलाई परिश्रम भयो, एकछिन सुत्छु भने विष भाङ धतुरो खाई बाहिरै सुते। सतीदेवीले त्यो खरको झुप्रो देखेर आफ्ना पिताको घरलाई सम्झेर, यस्तो सुवर्णको घरमा बसेकी मलाई यस्तो घरको झुपडीमा बस्नु पर्यो भनी मनमा विषाद गरी आँखाबाट आँसुका धारा बगाइन्। फेरि मेरो कर्मले यस्तै पारी ल्यायो, के गरौँ भनी मन बुझाइन् र पछ्यौरीले आँसु पुसेर घरभित्र बसिन्। हेर्दा त सबै ठाउँमा माकुराको जालो र कसिङ्गर मात्रै देखिन्छ। अनि कुचोले माकुराको जालो फालेर राम्रोसित बढाएर सफा पारिन्। अनि स्वामी जागा भएपछि खाना के दिने भनेर भण्डारमा हेर्न पुगिन्, तर त्यहाँ केही पनि फेला पारेनन् र मनमा विचार गर्दै महादेवको सुतेको स्थानमा गएर खुट्टामुनि बसिरहिन्। 4 दिन बितेपछि महादेव जागा हुनुभयो र सतीदेवीको मुखमा हेरेर, हे पापिनी स्त्री, मलाई बाहिर एक्लै सुताई आफू भित्र सुतेस्, त्यसो गरे पनि के तँलाई खानु पर्दैन थियो, के केही खाइस् कि खाएकै छैन भन्दै अनेक तरले रिसाउन लागेको देखेर हँस्याइले मुख गरेर स्वामीको मुखमा हेरी, हे स्वामी, हजुरलाई गहिरो निद्रा परेको देखेर जागा गराउन सकिनँ,
र म सुतेकी पनि छैन, यहीँ बसिरहेको छु। मैले त भण्डारमा जे भएको खाइसकेँ, अब हजुर के खानुहुन्छ भने। सतीदेवीको कस्ती भने सधैँ श्रृङ्गार गरी रिसमा पनि रसमा पनि उज्यालो मुख गरी स्वामीकै भक्तिमा चित्त लगाइरहन्थिन्। सतीदेवीले त्यति भनिसकेपछि त्यहाँ के थियो र के खाइ होली भनी करुणामूर्ति शिवलाई अत्यन्त करुणा भयो र हे प्रिय, हाम्रो घर यो होइन, त्यो घरको भित्ता च्यातेर हेर त भन्नुभयो। र सतीदेवी भन्छन्, हे स्वामी, भएको घर नासी नभएको घर हेर्न म कहाँ जाउँ? फेरि बनाउनु पर्यो हजुर वृद्ध, म नारी जाति कसले बनाइदेला? यस्तो सतीदेवीको वचन सुनेर महादेव जुरुक्क उठेर घरको भित्तामा लात्तले हानी उज्जवल कैलाशको दर्शन दिनुभयो। अनेक मणिमाणिक्य जडेको सुनै सुनले बनेको यस्तो दिव्य महल देखेर सतीदेवी प्रसन्न भएर मेरा पिता दक्ष प्रजापतिको घरभन्दा पनि अत्यन्त राम्रो यो घर कसको होला भन्ने विचार गरिन्। अनि सन्यासी रूप महादेवले आफ्नो दिव्य रूपको दर्शन दिन सतीदेवीलाई चोकमा डाकेर लगे। अनि हे स्त्री, यो चोकको माझमा गाईको गोबरले मण्डलाकार गरी लिपिदेऊ भने। सतीदेवीले तत्काल आज्ञा पालन गरिन्। अनि महादेव पोतेको स्थानमा बसी निर्मल स्फटिकको जस्तो विश्वम्भर मूर्तिको दर्शन दिनुभयो। अनि सतीदेवीले मनमा आनन्द मान्दै हर्षको आँसु बगाइन्। म धन्य रहेछु जगदीश्वर, महादेव स्वामी पाएँ। अनि फूलको माला पहिराई 3 पल्ट प्रदक्षिणा गरी साष्टाङ्ग दण्डवत प्रणाम गरिन्। त्यसपछि ती दुवै शिवशक्ति रूपले रहना भए। जय जय श्रीमद् स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानि व्रतकथायां सतीदेवी विवाह वर्णन नाम चतुर्थोत्सवः। समादरणीय भक्तजन, यो चतुर्थ अध्यायको कथा, यहाँदेखि पछाडिका पञ्चम अध्यायको कथा हजुरहरूले भावपूर्ण तरिकाले, आनन्द तरिकाले सुन्नुभयो र मनन गर्नुभयो, चिन्तन गर्नुभयो भने मन भाव विफल भएर आउँछ। त्यागको पनि प्रतिमूर्ति नारी जाति कस्ता हुन् र नारी जातिले आफ्नो पतिका लागि केसम्म गर्न सक्छिन् भन्ने कुरा यो कथामा उल्लेख भएको छ। सबैजनाले स्वस्तानी कथा नारी जातिको एउटा सहनशीलताको, क्षमताको चाहिँ वर्णन गरेको कथा हो। त्यसकारणले गर्दा सबैजनाले सुन्नुहोला, व्रत नलिए पनि कथा सुन्नुहोला, श्रवण गर्नुहोला। सबैजनाले अब पुष्प लिएर प्रार्थना गर्नुहोला। आज चतुर्थ अध्याय कथा समाप्त भइसकेको छ। उपनयतु मङ्गलं वः सकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नलिनदल निवेक्षणः कृष्णः। काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितः ब्राह्मणाः सन्तु निर्भयाः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनः साधनः सन्तु जीवन्तु शरदां शतं। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति यत्र तत्र चिदोदारकथा प्रसङ्ग। या कुन्देन्दु तुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यपहा। समान्य भक्तजन, यो श्लोक सुनिसके पछाडि आफ्नो भावरूपी पुष्प हातमा पुष्प भए पनि नभए पनि पुस्तकलाई सम्झेर पुस्तकमा चढाउनुहोला र साष्टाङ्ग दण्डवत प्रणाम गर्नुहोला। दण्डवत प्रणाम भन्नाले लौरो जस्तो सुतेरै प्रणाम गर्नु पर्दैन। शिर पुस्तकमा शिर राखेर दाहिने हात बाहिरपट्टि राखेर यसो गरेर यसरी कान समातेर पुस्तकमा यसरी ढोग्नुहोला।